यो मृगस्थली डाँडाबाट ओर्लिँदाको बाटो हो। यो अगाडि दिनु चाहिँ बुजेश्वरीको मन्दिर अलिकति गजुर देखिया छ। आज एकदम हावाहुरी चलेर अलिकति वातावरण चाहिँ राम्रो देखिया छैन। यो बुजेश्वरीको माथिल्लो भागबाट देखेको दृश्य हो। यो देखिएको भाग चाहिँ यो महाकाल सायद ह्याडा कपन गुम्बा पनि देखियो है। यो माथि पर देखिएको अग्लो डाँडो चाहिँ शिवपुरी राष्ट्रिय निकुञ्जको रेन्ज पर्छ भने यो मुनि देखेको पारी यो घरै घर चाहिँ महाकाल। अनि यतापट्टि देखेको यहाँ चाहिँ बौद्ध। अनि त्यस पछाडि यो पारी क्षितिजमा देखिएको डाँडो यो सुन्दरीजल। अनि यो यतापट्टि साँखु पर्न आउँछ। साँखु देशी गाउँ। अनि यो के भन्छ सुन्दरीजल, महाकालबारी, साँखु, माता तीर्थ यतै पर्न आउँछ। यो मौसम अलिकति क्लियर भएको भए राम्रो देखिन्थ्यो। आज यो मौसम क्लियर नभएकोले राम्रो देखिएन। यो यतापट्टितिर चाहिँ यो भागतिर चाहिँ यो नगरकोट भक्तपुर पर्न आउँछ भने यो बुजेश्वरीको मन्दिर माथिल्लो भागबाट यो दाहिनेपट्टिको चाहिँ एयरपोर्ट पनि पर्छ। आज हावा भयङ्कर चलिरहेछ। पानी पनि छिटाउन लाग्यो। यी मठ मन्दिर सबै यो 72 सालको भुइँचालोमा तहस नहस भएका थिए। यी सम्पूर्ण मठ मन्दिरहरू जीर्णोद्धार भइसकेर यो अवस्थामा आए, पुरानै अवस्थामा फर्किए। हामी यो सिँढी हुँदै माथि गयो भने मृगस्थली जान सकिन्छ भने यो मृगस्थलीलाई मैले देब्रे छोडेर नगइकन म यो सिँढीबाट चाहिँ म तल ओर्लँदैछु। र यो तल बग्दै गएर चाहिँ बागमती हो। सायद यो भित्र मन्दिरमा चाहिँ हामीले भिडियो गर्न पाउँदैनौँ। भिडियो गऱ्यो भने सायद यहाँ मोबाइल पनि खोज्नु सम्भावना बढी हुन्छ। त्यही भएर यो चाहिँ बुजेश्वरी मन्दिर माथिबाट आउँदाखेरिको इन्ट्रान्स हो। यहाँ लेखिएको छ इन्ट्रान्स ओन्ली फर हिन्दुज भनेर होइन। यहाँ अरू विदेशीहरूलाई अरू देशका इन्डिया हिन्दू बाहेक अरू कसैलाई इन्ट्रान्स छैन है। अनि यहाँ भिडियो गर्न पनि पाइँदैन। त्यो भएर मैले यो गेटबाट हल्का देखाएको छु।